ल फेरि पनि नमस्कार। अब फेरि अर्को एउटा एक्सपेरिमेन्ट लिएर आएको छौँ। तपाईँले देख्न सक्नुहुन्छ दुईटा ग्लासमा पानी। यो बिर्कोलाई नि ग्लासको बिचमा अडाउनुहोस् त, सक्नुहुन्छ? तपाईँलाई मैले यो पिन पनि दिन सक्छु अलिकति मिलाएर राख्नको लागि। सक्नुहुन्न? तर अब यसमा नि हामीले बिस्तार बिस्तार यसरी चम्चीले पानी भर्दै जाउँ, पानी भर्दै जाउँ। पानी भरे केही थोपा बिस्तारै बिचमा आफै आएर अडिन्छ, बिचमा आएर अडिन्छ। यसको त कामै भएन। यो ठ्याक्कै सेन्टरमा आएर बस्छ। यसको साइन्टिफिक रिजन तपाईँले खोज्नु होला के रहेछ भन्ने कुरो चाहिँ, तर मैले अहिले चाहिँ व्यावहारिक पक्ष हेर्दैछु। अघि यसले जति प्रयास गर्दाखेरिको अवस्था पनि यो यसरी कुनामा नै भित्तामै टाँसिएको थियो होइन, तर हामी बिस्तार बिस्तार चम्चीबाट पानी लगायौँ। पुरा भइसके पछाडि यो आफै केही गर्नु परेन, बिचमा आएर बस्यो। अब यसको अर्थ चाहिँ के छ भने छोरी, हामी पनि ज्ञान गुणले जिन्दगीमा हामीले जुनसुकै प्रयास गर्दाखेरिको अवस्था पनि हामी सफलताको शिखरमा पुग्न, इन्डिपेन्डेन्टली सेन्टरमा रहनको निमित्त, एउटा केही गर्नको निमित्त हामीलाई पुरा ज्ञानको आवश्यकता पर्दछ। पुरा भयो भने चाहिँ के भयो, त्यो आफै स्वतन्त्र तरिकाले यो वातावरण यस्तो बन्छ कि यो आफै बिचमा आएर बस्छ। हामीले यसो भित्तामा यसो राख्नु पर्ने, यसो भित्तामा राख्नु खोज्यो भने गएर आफै बिचमा होइन। यसो समस्याले यता तान्छ नि, तर पनि के सेन्टरमा गइहाल्छ होइन। यसो उतापट्टि कुनै समस्याले फेरि पनि सेन्टरमा आएर इन्डिपेन्डेन्टली के बसिदिन्छ। तसर्थ हाम्रो जीवनमा पनि हामीले के हरेक ज्ञानहरू चाहिँ के गर्नु पर्यो, पूर्ण रूपमा लिन सक्नुपर्छ होइन। फेरि योभन्दा बढी बढियो भने फेरि के भयो, बाहिर जान्छ। त्यो पोखिनु पनि भएन, धेरै फेरि पोखिएर म यो भन्ने खालको फेरि घमण्ड गरेर जान पनि हुँदैन। यदि बढी नै घमण्ड भयो भने पनि के हो, पोखेर जान्छ। तर यसरी भरियो भने चाहिँ चाहे हामी यता सारौँ, यो बिचमै गएर इन्डिपेन्डेन्टली सक्छ। ज्ञानले भरिपूर्ण व्यक्ति, गुणले भरिपूर्ण व्यक्ति इन्डिपेन्डेन्टली खडा हुन सक्छ। चाहे समस्याले वर तानोस् पर तानोस्, जता ताने पनि बिचमा आएर बस्छ। थ्याङ्क यू सो मच। तपाईँहरू पनि एकदमै राम्रो गुणले भरिपूर्ण हुनुहोस्। प्रयास त गरौँ, तपाईँ पनि प्रयास गर्नुहुन्छ। थ्याङ्क यू सो मच। आई लभ यू। I love you more. थ्याङ्क यू। हस्, धन्यवाद। बाई बाई।